हिन्दूहरूको रिलिजन अनुसार मेन गड भनेको तीनवटा छन्, जुन ब्रह्मा, विष्णु र महेश। ब्रह्माजीले कसरी जहिले पनि वरदान दिने, पोजिटिभ इनर्जी। विष्णुजी भनेको न्युट्रल, यानि कि ब्यालेन्स गर्ने। अनि शिवजी भनेको इलेक्ट्रोन, नेगेटिभ इनर्जी। जहिले पनि ब्रह्माजीले वरदान दिन्छ, कुनै पनि राक्षसलाई वरदान दिइहाल्छ, तथास्तु, हैन। अब त्यो राक्षसले त्यो वरदानको गलत उपयोग गर्छ। अनि विष्णुजी भनेको के हो, न्युट्रन, त्यो ब्यालेन्स गराउने काम गर्छ। अनि त्यो गएर कसलाई भन्नुहुन्छ, शङ्करजीलाई, जुन इलेक्ट्रोन हो, नेगेटिभ चार्ज। अनि पोजिटिभ र नेगेटिभ जब कम्बाइन हुन्छ अनि बल्ल ब्यालेन्स आउँछ नि त। अनि जहिले पनि राक्षसलाई मार्ने भनेको शिवजी, बुझ्यो। अब त्यो कुरा चाहिँ हामी केमिस्ट्रीमा गएर बुझौँ। एटममा तीनवटा पार्टिकल हुन्छ, प्रोटोन, इलेक्ट्रोन, न्युट्रोन। प्रोटोन के हो, पोजिटिभ चार्ज, जुन ब्रह्माजी भयो। न्युट्रोन भनेको के हो, विष्णुजी, जुन मेन्टेन गर्ने काम गर्ने गर्छ है। इलेक्ट्रोन भनेको को भयो, माइनस चार्ज, जुन हो शिवजी हो। अनि जब प्लस र माइनस बीचको इम्ब्यालेन्स हुन्छ नि, अनि त्यो इलेक्ट्रोनहरू घुम्ने गर्छ एटमभित्र, बुझ्यो हो। त हिन्दू रिलिजन अनुसार पनि यसरी बुझ्ने हो, ब्रह्मा, विष्णु, महेश, प्रोटोन, इलेक्ट्रोन, न्युट्रोन। हुन्छ, गुड।